काठमाडौँ जस्तो सहरमा अब राम्रो ठाउँ हेरेर टहरा बनाएर बस्नु भन्ने लाज लाग्ने अनि पैसा चाहिँ महिनाको 20-25 हजार तिरेर फ्ल्याट लिएर बसेपछि कहाँबाट काठमाडौँको बसाइ सजिलो हुन्छ त साथीहरू। अनि के साथीहरू, हामी चाहिँ काठमाडौँ आएको 2 वर्ष भइसक्यो होला। म चाहिँ पहिला नै +2 सकेर काठमाडौँमै बसेर पढ्ने गरेको थिएँ। अनि मेरो बहिनीको पनि पछि चाहिँ एसई सकाएपछि अनि उसले पनि कलेज पढ्नको लागि यतै आउनु मन गर्यो। अनि मेरो भाइको पनि क्लासहरू बढ्दै गइरहेको थियो। त्यसपछि बाबा र मम्मीले चाहिँ के प्लान गर्नुभयो भने अब हामी सबैजना यसरी हुँदैन, को कता अब 3जना भएको छोराछोरीलाई पनि एउटालाई कता अर्कोलाई कता राखेर त्यो कसरी बस्नु, बरु एकै ठाउँ बस्नुपर्छ हामी सबैजना भनेर हामीले चाहिँ माने भन्ने ठाउँमा होटल गर्थ्यौँ। अनि त्यो होटललाई चाहिँ हामीले बेचेर काठमाडौँ आयौँ साथीहरू। अनि काठमाडौँ आइसकेपछि चाहिँ हरिसिद्धि भन्ने ठाउँमा हामीले जग्गा हेरेर टहरा बनाएर बस्यौँ। अनि एउटा होटल पनि खोल्यौँ साथीहरू, जुन होटल चाहिँ मेरो नाममा छ। अनि साथीहरू, अनि मम्मीले चाहिँ यस्तो राम्रो सब्जीहरू उब्जाउनु भएको छ उहाँको टनेलमा, सागदेखि लिएर मकै, धनियाँ, खुर्सानीदेखि लिएर उहाँले सक्नु भएको जति सबै फलाउनु भएको छ। यति दुःख यति सङ्घर्ष गर्नुहुन्छ मेरो मम्मीले। अनि मलाई घरिघरि कस्तो उहाँको माया पनि लाग्छ कि अब काठमाडौँ जस्तो ठाउँमा आउनु भएर पनि कोही त अब यत्तिकै बस्ने, अब टाइम पास गर्ने, मोबाइल हेर्ने, सुत्ने बाइक खासै त्यस्तो केही गर्नुहुन्न। अनि मेरो मम्मी चाहिँ यता पसल पनि ह्यान्डल गर्नुहुन्छ अनि फेरि यता तरकारी बारीतिर पनि। अनि साथीहरू, अनि हामी यता काठमाडौँ आउने कुराले चाहिँ कतिजना मान्छेले चाहिँ हामीले नजाऊ भन्नुभएको थियो कि। अनि कोही माननीय जीवहरूले चाहिँ झन् हामीलाई यति मम्मीलाई त डर पनि लागेको थियो क्या, टेन्सन पनि भएको थियो। अनि के भन्नुहुन्थ्यो भने नजाऊ, तिमीलाई कति दुःख हुन्छ काठमाडौँ गएर, आफूले सोचे जस्तो छैन काठमाडौँ, बिहानदेखि बेलुकासम्म पैसा चाहिन्छ, तरकारी किन्न धेरै पैसा खर्च हुन्छ, पानी किन्नुपर्छ, सबै किन्नुपर्छ, तिमीलाई त पछि पछुतो लाग्छ, नजाऊ हुन्थ्यो क्या। मैले भन्नु खोजेको मतलब दुःख हामीले त्यस्तो हुँदैन होइन, पैसा चाहिँदैन भन्नु खोजेको होइन, तर पैसा किन चाहिँदैन, जहाँ बसे पनि पैसा चाहिन्छ, गाउँ बसे पनि सहर बसे पनि, तर आफूले मेहनत गर्नु पर्यो, सङ्घर्ष गर्नु पर्यो। अहिले आज आएर मेरो मम्मीले यति धेरै सङ्घर्ष गर्नुहुन्छ, मेहनत गर्नुहुन्छ, उहाँले मेहनत गर्नुभएको अनुसारको उहाँले फल पनि पाउनु भएको छ नि त साथीहरू। त्यसैले आफैले भोग्नुपर्ने रहेछ, आफैले गर्नुपर्ने रहेछ। अरूले त जे पनि भन्नुहुन्छ, अरूको कुरा सुनेर हामी पछि हट्ने काम चाहिँ नगरौँ, आफैले आत्मनिर्भर भएर एकदम स्ट्रङ भएर अघि बढौँ, आँट गरौँ। भगवान्ले त भन्नुहुन्छ अरे नि त, उहाँले त के भन्नुहुन्छ भने तिमीहरू आँट गर म पुरा गरिदिन्छु भन्नुहुन्छ अरे क्या। कथै भइसकेको छ। अब एउटा कहानी चाहिँ अर्को के छ भने बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल पनि गनाउँछ अरे क्या साथीहरू। त्यही भएर आफू चाहिँ एकदम आफूमा आत्मनिर्भर हुनु पर्यो, स्ट्रङ हुनु पर्यो, आफूले आँट गर्नु पर्यो, सङ्घर्ष गर्नु पर्यो। असम्भव भन्ने कुरा चाहिँ केही पनि हुँदैन क्या साथीहरू। आज भोलि हेर्नुहोस् त, मम्मीले यति मिहिनेत गर्नुहुन्छ, घरमै तरकारी किन्न आउनुहुन्छ। त्योभन्दा खुसीको कुरा मेरो मम्मीको लागि अरू के हुन्छ र होइन साथीहरू। 5-10 रुपियाँ भए पनि तरकारीहरू बेचेर भए पनि उहाँले चाहिँ त्यो हामी बसेको जग्गाको पैसा चाहिँ आफै नै मेहनत गरेको पैसाले तिर्नुहुन्छ। अनि अहिलेसम्म मेरो मम्मी बाबाहरूलाई चाहिँ काठमाडौँ आएको पछुतो लागेको छैन है त, माने भनेको पसल बेचेर उहाँहरू चाहिँ स्टिल खुसी हुनुहुन्छ साथीहरू। माननीय जीवहरू, मेहनत गर्नुहोस् है त, मेहनत।